ल फेरि पनि गाइजहरु यहाँहरुलाई कुनै जानकारीको लागि फेरि पनि म फेरि पनि सानो भिडियो बनाउन गइरहेको छु। रिसेन्ट फेरि पनि हाम्रो यहाँ रोमनियाको बुकारेस्टमा चाहिँ हिउँ परिरहेको छ। लगभग हामी चैतको लगभग लास्ट वैशाख लाग्दै फेरि पनि यहाँ हिउँ पर्न गइरहेको छ। हिउँ परिरहेको रहेछ यहाँनिर। अब हिउँ परिरहेछ, सबैतिर हिउँ परिरहेछ। राम्रो छ, रमाइलो छ। हिउँ खेलिरहेछन् साथीहरु, कोही डुलिरहेछन्, आफ्नो काममा हिँडिरहेछ है साथीहरु। आज चाहिँ मैले नयाँ अपडेट भनेको यो हिउँको मात्रै भयो। हिउँ परिरहेछ, टाढा जान सकिएन किनभने जाडो पनि छ, धेरै हिँड्न पनि सकिँदैन। त्यही कारण मैले हजुरलाई म बसेकै कम्पनीको छेउ अथवा होस्टेल छेउबाट नै म तपाईलाई केही जानकारी दिइरहेको छु। अब हिउँ यतिकै थुप्रिसक्यो हेर्नु, यसरी थुप्रिरहेछ। घरको छानामा यसरी देखिरहेछ हेर्नु, हिउँ परिरहेछ। खतराले हिउँ परिरहेछ है साथीहरु। ल ठीक छ, यदि तपाईं पनि हिउँ खेल्नलाई र रोमनिया हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ लाइक र सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला। म तपाईलाई हरेक नयाँ जानकारी र नयाँ अपडेटहरु लिएर आउने नै गर्छु। हजुरहरुले नबिर्सिकन चाहिँ फलो अप गर्नु होला। यदि तपाईं कुनै पनि उसमा कम्पनीमा आउनु खोज्नुहुन्छ भने आउँदा हुन्छ। यहीमा कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्नु होला। यस्तो छ। तर कसै बाहिरको मान्छेले रोमनिया पनि कन्स्ट्रक्सनमा आउँछन् जान्छन् ए भन्छन्। तर यस्तो हिउँमा त तपाईको कम्तीमा नि हिउँ पर्दाखेरि बस्न सके पनि 15 मिनेट पनि 10 देखि 15 मिनेट बस्न सकिदैन, यति गाह्रो छ। तर कन्स्ट्रक्सनमा चाहिँ भरसक तपाईहरु नआउनु होला, किनभने यहाँ 24 जहिले पनि वर्षैमा चाहिँ तपाईको हिउँ पानीको वर्षाहरू भइराखेको हुन्छ, हिउँ परिरहेको हुन्छ। त्यही कारणले गर्दाखेरि तपाईहरु कन्स्ट्रक्सन बाहिरको आउटमा चाहिँ नआउनु होला, किनभने बाहिर नआउनु होला। ट्रेन गइरहेको हुन्छ, जहाँ गएर पुग्न सकियो हैन, पुग्न सकियो। तर पनि तपाईको आउटमा चाहिँ बाहिरको काममा चाहिँ भरसक तपाईहरुले अप्लाई गर्ने काम चाहिँ नगरिदिनु होला, किनभने यसरी हिउँ परिरहेको हुन्छ, जाडो हुन्छ, कट्याक्रिन्छ हैन। सेफ्टी जतिसुकै सेफ्टी भए पनि हिउँले भनेको छेक्न सकिँदैन, रोक्न सकिँदैन हैन। ल यस्तो छ है गाइसहरु। ल केही कमेन्टहरु छ भने मलाई मेसेज बक्समा छोड्नु होला।